म चाहिँ आज भाइको आइडीदेखि भ्लग बनाइरहेको छु एउटा होइन टक्क लाएर। यहाँ हाम्रो भाइ राजा यहाँ चाहिँ टक्क लाएर दिदी अनि यहाँ पछाडि दुईवटा दिदी हामी 5 भाइमा चाहिँ आज कीर्तिपुरतिर जाँदैछौँ। सबैजनाले भाइलाई लाइक कमेन्ट सब्सक्राइब सेयर गरेर साथ दिनु होला, सपोर्ट गर्नु होला, माया गर्नु होला, मस्तै माया गर्नु होला मेरो भाइलाई होइन। मस्तै टक्क लाएर हाम्रो भिडियोहरू आउँदै गर्छन्, तपाईँहरू लाइक कमेन्ट सेयर चाहिँ गर्नु नबिर्सनु ल। सो गाइस हामी चाहिँ गाडीमा चढिसक्यौँ होइन, बसितिर छिरिसक्यौँ बल्कुको लागि। यहाँबाट बल्कु जान्छौँ, बल्कुदेखि कीर्तिपुर, कीर्तिपुरदेखि अर्को ठाउँदेखि अर्को ठाउँ होइन है। आज घुम्ने पुरै बस विदाउट के गरे विदाउट ब्यालेन्स के बसमा मात्रै चढ्ने अरे कि। हेरौँ अब हामी लाग्छौँ है, कहाँ जान्छ हामी भन्ने नै छौँ। त्यो के भन्छ त, अन्टिल द वाच, अन्टिल द वाच केटी एरिया सब घुमिन्छ आज। हामी अगाडि बसमा थियौँ, अहिले फेरि ट्याक्सीमा। कति अब के गर्नु, यता गाइस घुम्न जाँदैछौँ होइन, माथि उता कीर्तिपुर साइडतिर। अनि टक्क लाएर अब अगाडि हामी त्यो थियौँ के भन्छ त, गाडीमा थियौँ, अहिले हामी ट्याक्सीमा लागेर ल हामी जान्छौँ है, लाग्छौँ। चाहिँ गाडीबाट उत्रिसक्यौँ ट्याक्सीबाट। अब हामी चाहिँ घुम्ने स्टार्ट हुनेछ हाम्रो यो कीर्तिपुर झोलङ्गे पुलदेखि। यहाँ भाइराजा कस्तो लागिरहेछ। हामी चाहिँ अब झोलङ्गे पुलबाट घुम्न स्टार्ट भइरह, दिदीहरू यता बसिन्छ। अब हामीहरू टक्क घुमेर अनि त्यसपछि माथि बाघ भैरव मन्दिरतिरको भिडियो पनि बनाउँदै गर्छौँ, हेर्दै गर्नु होला, नछुटाउनु होला है त। टुरिस्ट गाइड भन्छ नि त्यो, टुरिस्ट गाइड होइन, आज चाहिँ दाइ चाहिँ हाम्रो एउटा टुरिस्ट गाइड बनिराख्नु भएको छ हामीलाई घुमाउने। अब म चाहिँ यहाँ त दाइलाई कीर्तिपुरको सबै बारेमा थाहा छ। आज यहाँको मन्दिरहरू अल टोटल सबै कति छन् सब यसो हामी जति घुम्छौँ भेटे जति हामी सब दिदीहरूलाई घुमाइदिने हो। टक्क लाएर टुरिस्ट गाइड बनिरहेको छ दिदीहरूको। एकदम एक दिनको 1 लाख हो तलब। अब त मान्नु ल, एक दिनको 1 लाख। ल गाइस पुलमा पुगिसक्यौँ यहाँ दिदीहरू हामीहरू। यस्तो जग्गा मोबाइलको लोभ मान्ने तपाईँ यस्ता मोबाइल त मोबाइलको लोभ मारेर हुन्छ। म किनिदिउँला। किन डर मागेको छ क्या मोबाइलको यत्तिरिका गयो नि। ए पुल जाँदा फेरि डर मानिराख्यो तिमीले। गाइस हामी चाहिँ पुगिसक्यौँ यता, दाइले यो ठाउँमा ल्याउनु भयो आज। ओ माई गड, हेलो नानो। छ नि त्यो टक्क लाएर हाम्रो यहाँ माछा मार्ने ठाउँ, बल्छी खेल्ने ठाउँ गल्दैन क्या। कस्तो हामी जहिले बनाउँछौँ। आऊ क्या हो यार। टक्क पुलमा आएर मलाई फेरि यहाँ यस्तो भइरह। दिदी अगाडि गइसक्यो, 2टा दिदी यहाँ भइसिन्छ। गल्दैन क्या हामी त कीर्तिपुर आएको छौँ। यहाँ 2टा दिदी छु। हामी चाहिँ अब यता पुलतिर टिकटक सिकटक बनाएर दिदीहरूका भिडियोहरू सुटिङ सब फाइनल गरेर अब हामी चाहिँ माथि मन्दिरतिर घुम्न जाँदैछौँ दिदीहरू। हामी 5 भाइ बिना। अगाडि एकजना अगाडि ऋषिन अगाडि जानुभएको, हाम्रो निशान ब्रदर छौँ मैले। टक्क लाग्यो जय घन्टी भन्ने यहाँबाट हो। उफ यहाँ थाइसक्यो हाम्रो भाइ दिदी। घन्टीले जितिहाल्छ, त्यही घन्टी बजाउनु लाग्छ है। ल माथितिर अब उकालो लागिरहेको छौँ हामी अब। ल हामी चाहिँ अब टक्क लगाएर यहाँ बिच बाटोमा छौँ, मतलब बिच मन्दिरमा छौँ हामी। माथि जाँदैछौँ। मलाई त इरिटेट लागिसक्यो यार, यो के भनिदिउँ यार। यो बबाल भिडियो बनाइहाल्छु। लाइक सब्सक्राइब गर्नु मेरो भाइलाई, एकदम सपोर्ट गर्नु। आज रिसा छ किनभने किन आयौँ हे भगवान्, किन आयौँ यो मान्छेसँग भन्ने भयो। खुर्के लाइक गरेर न त्यो गाला झ्याम्म हुने हान्छ केटाहरूलाई। ल ल ल, जय नेपाल, जय नेपाल, जय नेपाल। जय घन्टी। कता हो हामी? हामी चाहिँ यता माथि टुप्पा टुप्पा
किर्तिपुर मन्दिरतिर दाई माथि यहाँ टुप्पामा गरे किर्तिपुर सबैजना यो भाइलाई लाइक कमेन्ट सेयर भयो दाई मलाई त्यति ल बाहिर म यहाँ फाइल डान्स हान्यो नि त ल डान्स दुईटाले त ल दाई बहुत कमेडी मान्छे हुनु ल दा यता हेर दुईटाले नाच्छ क्या दुईटा अब हामी यहाँ चाहिँ कहाँ जाने हामी एउटा लोकगीत गीत लगाएर नाच्ने कि त लोकगीत ल ल ल एकछिन बजा एउटा गीत बजाऊ ल ल उता जाके देखिया उता कान्छन नाच खै मलाई चाहिँ कस्तो गोर्खा जस्तो भाइब लाग्यो यार गोर्खातिर आए जस्तो लाग्यो कि दामी रहेछ नि ठाउँ त यार लगभग हामी अब आधी बाटो चाहिँ अब हामी यहाँबाट घर निस्कनु लाग्यो हेरौँ कस्तो हुन्छ है दाइ हजुर के छ एकदम ठिक छ है हामी पनि भ्लग बनाउँदैछौँ मेरो लागि पनि मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनुलाई पितम्बर 323 सब्सक्राइब मेरो भाइ चाहिँ फाइनल भन्छु नि दाइ ल भन भन हामी चाहिँ अहिले यता होइन किर्तिपुर चाहिँ तर किर्तिपुर पनि मलाई कस्तो गोर्खा जस्तो भयो कि यता गोर्खा त गएको छैन त्यही नै गोर्खा जस्तो भाइब दिइरहेको हो यस्तो छ यहाँ यस्तो दामी छ है वाउ हामी चाहिँ अब यता नास्ता खान आइसक्यौँ होइन घुम्ने त मलाई यो घुम्ने भन्दा नि मलाई यो खाने चाहिँ बहुत रमाइलो लाग्छ बेस्ट अफ पोइन्ट त यही हो कि नास्ता खान्छ भने ठाउँ राम्रो भेट्छ दाइले राम्रो ठाउँमा लानु भएको छ यस्तो रहेछ है पानी अहिले हाल हामीलाई कि पानी पिउँ क्या मलाई लास्ट दाइ आज लास्ट त्यो क्यामेराम्यानको मेन भूमिका मेरै छ यहाँ दाइ मेन रोल दाइको चाहिँ यहाँ 1 लाख रुपियाँको स्यालेरी हो त यार एक दिनको 1 लाखमा आऊ भन्दैन कान्छाले नि मान्दैन साउजी भाइ हुनुहुन्छ 25,000 आएको 75,000 दुईटा बाहिर खान अहिले आउँछु ठाउँ पनि राम्रो रहेछ यार ट्याग लगाएर बुझी खाजा खाँदैछौँ है घुमघाम गरेर भिडियो बनाएर खाजा खाँदैछौँ सबजनाले यस्तो चिकन मोमो चिकन चाउमिन चाहिँ मैले चिकन झोल मोमो होइन डाइरेक्ट नास्ता खाएर चाहिँ यता किर्तिपुर दाइको कपडा लिनुपर्ने थियो अरे यता आएको म त एकैछिनमा कपडा त्यहाँ चाहिँ म त एकैछिनमा कस्तो सुत्दिएको भएर कस्तो मिठो निद्रा लाग्यो भने अब लाग्नुपर्छ होला यार कस्तो लास्ट मिठो निद्रा लाग्यो भयो त दाइ कपडा लाग्छ यहाँदेखि पनि बहुत हिँड्नुपर्छ माथि सम्म अनि त्यहाँबाट जान्छौँ हामी ल त हेरौँ है ल गाइस हामी चाहिँ हिँड्न लाग्यो है कहाँ जाने अब यो यस्तो लिएर त पाटन कहाँ जाने होला र पाटनका यो रुममा राख्ने हिँड्ने पाटनतिर दाइ लास्ट लानुपर्छ लास्टै पर्छ यार कहाँ पाटन के जाने रे भ्लगलाई अब यति इन्डिङ हालिदिनु जस्तो लागिरह होइन हेरौँ अब कस्तो हुन्छ होइन जान पनि सकिन्छ है ल हेरौँ ल कस्तो हुन्छ स्टे ट्युन है हामी चाहिँ यहाँ फाइनल्ली यता के भन्छ त किर्तिपुरबाट रुम गएर रुमबाट फेरि डाइरेक्ट यसो दाइले पाटनतिर जाऊँ भनेर पाटनतिर आएको हो कि कसो दाइ एकदम पाटनतिर आएको दाइ चाहिँ गर्लफ्रेन्ड भेट्न आएको अरे ल हेरौँ अब यहाँको त अब सिनेमेटिक सटहरू त यस्तै हो कति हाल्यो पाटन त आइरहेको होइन चिया खाइयो बस्ने अब हेरौँ दाइले अब हेर्नुहुन्छ अब कस्तो हुन्छ दाइ गर्लफ्रेन्ड नै आएको छैन अहिलेसम्म यतिकै भने है हामी त यति घुम्न मात्र साग लिन आऊ हामी साग लिन आएको खास हामीलाई हामी चाहिँ खास साग लिन आएको अनि मोजा किन्न आएको लगन खेल कस्तो छ म अनि यहाँ चाहिँ अब के गर्नु यता पुर्याइदियो होइन दाइ हेरौँ मनले मान्दैन कि यहाँ आज मनले मान्दैन भिडियोलाई हामी यतै इन्डिङ हालिदिन्छौँ है त यस्तो यस्तो गर्दै गर्दै घुमघाम अब यता भिडियो सिडियो सुट हुन्छ अरे ल त भाइ भाइ हामी आइसक्यौँ अब मकै खाँदै है केटा पाटनबाट हामी निस्किसक्यौँ होइन मकै खाँदै कस्तो छ एकदम खोर्सानी हालेको लास्ट ठुलो अब घर पुग्नु लाग्यौँ दाइले त तरकारी किन्दा होइन तरकारी सरकारी किनेर अब हामी तरकारी सरकारी किनेर जान्छौँ ल त अब हामी साग किन्दै आइसक्रिम खाँदै
हेलो गाइस के छ दाइले दाइ ओए साइकको ओए अब चाहिँ हामी होइन साग किन्नु कति साग किन्नु अब हामी घरतिर लाग्नु लाग्यो है The cobblestones glisten, the city hums low. A drizzle soft whisper, where do thoughts go? The saxophone sighs in a soulful lament, a moment of peace that feels. ल त गाइस हो दाइ ल बाई बाई गाइस वाक वाक वाक